ए भाइ हजुर माइलो दाइ को भन्ने चिनिया छ तैँले? किन नचिन्नु, हजुर भनेको टिकटकको भिखारी हो। त्यही त हो, तपाईँले सधैँ हामीलाई जो अपमान गर्नुहुन्छ। अपमान गरेको होइन, हजुरले आफै पैसा माग्नु भएको रहेछ त लाइभमा। 1000 रुपियाँ एउटाले मात्रै हाने हुन्छ कि धेरै पैसा पनि हान्न पर्छ? अनि यसरी पैसा माग्नेलाई के भन्ने त? माइलो दाइलाई नेपालको टप 1 होस्टर हुन् भनिदिए पनि केही फरक पर्दैन। टप 1 होस्टर भन्नलाई हजुरले पैसा पनि कमाएको हुनु पर्यो नि। 15 लाख रुपियाँ मेरो मन्थली टिकटक इन्कम। देख्नुभयो हजुरको कति हुन्छ मन्थली कमाई? आज भएन नि कमाई भएन भनेर चुप्प लागेर बस्ने हो त? हजुरको भ्युअरलाई ट्याप ट्याप गर्ने लाउनुस् न। ट्याप गर्न त सक्नुहुन्छ, तपाईँहरूको हात भाँचिया छ। त्यो तरिका अनि साँच्चीकै हात भाँचेहरूले कसरी ट्याप ट्याप लाउने त? मोबाइल राखो कन्ट्रोलले त ट्याप ट्याप गरौँ। अरू भनेको त्यस्तै हो, हजुरको डान्स चाहिँ कडा छ है। दाइ बलिउडमा छिरेको भए किक बक्सर पनि हो, सबै हो, डान्स पनि गर्न जान्ने, गाउन पनि जान्ने, ठुलो भविष्य। पुण्य दाई के हो, पैसा चाहियो के हो फेरि टिकटक लाइभमा? ज्याकी च्यानको जस्तो ठिक छ, हेर्दा पनि राम्रो हो, आर्मीमा पनि झन्डै सेलेक्ट भएको भनेपछि तपाईँ त वास्तव उहाँले कन्टेन्ट होस् भनेर झुटो प्रशंसा गर्दै हुनुहुन्छ। कहाँ म गए? फुलिसक्यो, बुढो भइसक्यो, दारी फुलिसक्यो, तर बुद्धि भने यति छैन। अस्ति फिल्म निकाल्ने भन्नुहुन्थ्यो, अहिले चाहिँ किताब निकाल्ने अरे। किताब सधैँको लागि ए किताबै निकाल्ने। माइला दाइ शिवजी खरेल टिकटक स्टारको अमर कहानी अमर कहानी अथवा जीवन कहानी भने पनि अमर कहानी भन्दा जीवन कहानी कि राम कहानी। अरे जीवन कहानी जो ठिक हुन्छ नि। कस्तो म्याच बोलेको पारा